today we are in Amleganj Bara and the vibes here are so amazing. The energy here is so incredible. I can't wait to show you all the sights and the sounds. And the sharpness of your thorns, so vibrant in the imperfections. In the pain, there's something real. All that anger so concealed. Still, you're lost in how to feel. What's up guys, welcome to my vlog. के छ तपाईहरु सन्चै हुनुहुन्छ होला and I hope म पनि सन्चै छु. अनि त्यही हो गाइज, आज चाहिँ यसो हिजो राति एक्कासी प्लान बनेको हाइकिङ जाने भनेर. सो केटाहरूसँग आज चाहिँ हाइकिङ जान लागेको एन्ड यो छ मेरो फाइनल लुक्स. अनि यु क्यान सी भर्खरै सनराइज हुन लागेको छ. यु क्यान सी द स्काईहरू यस्तो बवाल भएको छ. अनि त्यही हो गाइज, जान्छु. अब साथीहरू आइसक्यो होला, सायद 5 बजे जाने भनेको अहिले 6 बजिसक्यो, कोही पनि हिँडाएन. अनि सो त्यही हो, त्यहाँ जानुपर्ने हुन्छ, एकदम रमाइलो गर्नुपर्ने हुन्छ. हाइकिङ भनेपछि खतरा उयो हुन्छ नि त मलाई त फेरि भित्रैदेखिबाट. अनि त्यही हो गाइज, अब म जान्छु, लाग्छु है. ल गाइज, फाइनल्ली अब म चाहिँ यो के अरे गोप्रोबाट भ्लग गर्न जाँदैछु. यहाँ गोप्रो आइसकेको छ हातमा चट्ट लगाएर. अब गोप्रोबाट भ्लग बनाउनु पर्ने हुन्छ गाइज. अनि त्यही हो, यहाँ नयन पुरै रेडी. नयन के छ? रेडी हो? ठिक छ? डाँडा चढ्नुपर्छ हो, त्यस्तो उयो छ. मैले चाहिँ जुत्ता त्यही भएर स्पोर्ट्स सुज लगाएको छु गाइज, त्यो पनि बाउको. हामी चाहिँ टक्क सातु खाएर, मेरो बिहानको मर्निङ रुटिन भने नै बिहान उठेर सातु खानु हो. फर्स्टमा सातु खान्छु, अनि त्यसपछि अनि बल्ल अरू कामहरू गर्छु. सातु खाएपछि टक्क पेट पनि सफा हुन्छ है गाइज. अनि हामी जाँदैछु, साथीको घर जाँदैछु. I've been drinking water for some time. ल गाइज, फाइनली म चाहिँ यहाँ सक्षमको घर आइसकेँ. साथीको घर टक्क लाएर बसिरहेछ. के हेरिरहेछ यिनीहरूले? यिनीहरू चाहिँ अर्काको गर्लफ्रेन्ड हेरिरहेछ गाइज. अनि त्यही अब यो फ्रेस हुन्छ एकछिन, अनि त्यसपछि हामी हेर्छु. ल गाइज, ल हामी चाहिँ लाग्यो है त अब. अर्को मान्छे यहाँ भर्खर उठ्दैछ. यस्तो अल्छी मान्छे छ, रातभरि गेम खेल्छ होइन, ढिलो उठ्छ. यस्तै छ केटाहरूको. ल असली नै रोजौँ. त्यहाँ डुप्लिकेट पनि पर्न सक्छ गाइज. असली नै रोजौँ. असली नै हो है, असली नै रोज्नुपर्छ. CR7 हो र. चाँडो गर जानुपर्छ. रेडबुल हानिदिउँ न गाइज होइन, यस्तो बिहान यस्तो रेडबुल हानेर उयोहरू होला, के भन्छ त्यो त यसले हाल्यो खै, के हाल्यो? ओइ कडा खा यार, मैले खाने. ल हालिदेऊ न. क्या दिदो गाइज, फाइनल्ली हामी चाहिँ आइसकेको छौँ. केटाहरू अगाडि, केटाहरू आइसकेको छ. अनि सक्षमले चाहिँ ठक्क आधा घन्टा लगाइदियो. यता आएर ओइ धीरज मगर है, धीरज मगर. अनि त्यही हो, केटाहरू आइसकेको छ यार. यसको पारा तिमीहरूले यार के छ दोस्त? के छ दोस्त? एकदम बवाल हो दोस्त. के छ? खोइ त मानव भाइ के छ? ठिक छ? कहाँ जान लाग्यो? हामी चाहिँ बस चढिसकेको छौँ.
दोस्त कहाँ जान लाग्यो हाम्रो घुम्न दोस्त ल अब चाहिँ हामी एकैचोटि अम्लेगञ्ज पुगेर भेट्छौँ है गाइज हामी चाहिँ फाइनली अम्लेगञ्ज आइसकेको छौँ अब यहाँबाट चाहिँ टक्क यहाँबाट चाहिँ अब हिँडाइ सुरु हुन्छ हाम्रो अनि त्यसपछि हामी अम्लेगञ्ज त्यहाँ चढ्छौँ अनि त्यसपछि हामी झर्ना नि छ कि गाइज अनि झर्ना पनि जानुपर्ने हुन्छ अनि यु क्यान सी सबैजना छ अगाडि चाहिँ है जाउँ दोस्त जाउँ ल फाइनल्ली हाम्रो चाहिँ यहाँ केटाहरूले यहाँ खानेकुरा किन्दैछ है खानेकुरा किन्दैछ डिउ आइसकेको छ के हो यो पनि किनेको पुरानो दाना त्यही हो केटाहरूले सामान किन्दैछ अब जानुपर्ने हुन्छ एकछिनमा ल हामी चाहिँ चोकबाट सिधा यता आइसक्यौँ होइन अनि यु क्यान सी हामीले चाहिँ त्यहाँबाट टक्क खानेकुराहरू यसो लिइसक्यो अनि त्यसपछि चाहिँ टक्क सबजना यहाँ हिँडिरहेको छन् अनि म यहाँ पछाडि पसिरहेको छु अनि त्यही हो बाटो चाहिँ यस्तो छ यहाँबाट जानुपर्ने हुन्छ यता झोलिङ्गो पुल छ अनि झोलिङ्गो पुलमा चढ्नुपर्ने हुन्छ एम्बो केटाहरू के हो ल फाइनली हामी चाहिँ झोलिङ्गे पुल आइसक्यो यु क्यान सी यस्तो छ दोस्त कस्तो फिल भइरहेछ गर्मी छ है लोद गर्मी छ लोद गर्मी छ तल खोला आमा कति ठुलो खोला हो यस्तो सोच्दै नसोचिकन हामी चाहिँ यस्तो ठाउँ आइपुग्यो म त सोचेको थिएन भने हिजो राति यु क्यान सी यो अगाडिको डाँडा छ नि गाइज यो अगाडिको डाँडा चढ्नुपर्ने हुन्छ यस्तो डाँडा 3टा चढ्नुपर्छ अरे अनि एम्बो आज यस्तो गर्मी छ त्यही माथि जाने भयो आज अनि हामी झोलिङ्गे पुल कटिसक्यो यु क्यान सी अनि मैले यहाँ गोप्रो बोकेको छु गोप्रोबाट चाहिँ म सिनेमेटिक सर्टहरू मात्र हाल्छु भ्लग चाहिँ बनाउँदिनँ होइन सिनेमेटिक सर्ट हाल्छु यो चाहिँ बिचमा हुन्छ भ्लगको है दोस्त चाहिँ मुतिर आएको छ त्यहाँ फाइनल्ली केटा कपडा चेन्ज गरिसक्यो कपडा तर यहाँ त बाघ आउँछ अरे साँच्ची भनेको दोस्त बाघ आउँछ अरे त यहाँ आउँछ भनेपछि त मानव जस्तो लगाएछ हामी चाहिँ फाइनली सिधा बाबाको गेटमा पुगिसकेको छौँ जीवन जल यु क्यान सी यस्तो छ है त यहाँको को म दौडिदिनँ दोस्त कहाँ दौडिन रेड बुल खै खाइदिउ भरिङ छ त भरिङ छ त यत्रो कुद्ने भनेको म सक्दिनँ होला गाइड सक्दिनँ होला म त आमा गर्मी चाहिँ लोड भयो क्या बिहान आएको भए ठिक्क हुन्थ्यो अब यही हो यहाँ चाहिँ टक्क मान्छेहरू यसो जलाउँदो रहेछ यहाँ चाहिँ है तामाङहरूको जस्तो छ यो चाहिँ यस्तो छ अनि हामी चाहिँ जाँदैछौँ क्या खतरा लागिरहेछ हौ मलाई त दोस्त कस्तो फिल भइरहेछ बवाल हो आमा है यस्तो जग्गा छ यहाँ चाहिँ है टक्क आएर आम्बो यस्तो टक्क चढ्नु पनि हुन्छ भरिङहरू बिचमा अलिअलि रहेछ कहाँसम्म छ तर मजा आउँछ जस्तो लागिरहेछ मलाई आज खतरा हुन्छ जस्तो लागिरहेछ स्टे ट्युन गाइज हेलो सुगारिका यो डाम्ना हिरोइन नै जिरो उही त्यो झोला कहाँ निकाल्नु ओए दामी चिज ल्याएर आइछ यार म बजाउँछु मेरोमा डायमन्ड छ त बिचमा यो कसको नयनको घरको हो होइन अहिले त
यहाँ चाहिँ टक्क डस्टबिनको नि व्यवस्था रहेछ तपाईँहरूले चाहिँ फोहोर जहाँ पाइ त्यहीँ नफाल्नु होला डस्टबिनमा फाल्नु होला यु क्यान सी यहाँ चाहिँ डस्टबिन छ यस्तो उकालो छ यस्तो उकालो हाम्रो यो के अरे बारा जिल्लामा चाहिँ यो मात्र हो हाइकिङ गर्ने ठाउँ अरू छैन ल गाइज फाइनल्ली हामी चाहिँ यहाँ टक्क बस्ने ठाउँ रहेछ आनन्दको होइन अनि यु क्यान सी ओ दोस्त के गरे यस्तो पानी च्याटिदिरह ऊ चाहिँ हाम्रो यहाँ प्रदेशको क्रिकेटर हो दोस्त के छ सब बवाल हो नयन के छ कस्तो भइरहेछ ट्रिप कस्तो भइरहेछ बवाल भइरहेछ त्यहाँबाट कस्तो भइरहेछ ट्रिप हो दामी हो रमाइलो भइरहेछ गाह्रो छैन तपाईँहरू नि आउनु होला कस्तो भइरहेछ बहिनी एकदम राम्रो रमाइलो भइरहेछ नि के आम्बो उकालो है गाई उकालो चढ्दैछु म चाहिँ ब्ल्याङ ब्लुङ लड्छ नि फेरि यहाँ त ब्ल्याङ ब्लुङ पारेर लड्छ उकालो म चाहिँ एक्लै सबभन्दा अगाडि आइसक्यो सिद्ध बाबा हाइकिङ ट्रायल उहाँहरू आउँदैछ अझै तलै छ यिनीहरू म चाहिँ अगाडि आधी बाटो आइपुगिसक्यो भन्नगार जङ्गल छ है पुरै सयो अब चाहिँ यताको डाँडा पनि देख्न लाग्यो है बवाल डाँडा यता अम्लेगञ्ज बवाल रहेछ त्यो ठाउँ चाहिँ गाई होइन मलाई चाहिँ एकदम राम्रो लागिरहेको छ एकदम रमाइलो भइरहेको छ अनि यस्तो दामी छ यार दामी छ आम्मा यता पनि यस्तो खतरा पाहाड देखिँदो रहेछ यो हाम्रो ठाउँमा पनि यस्तो दामी ठाउँ रहेछ थाहा नै छैन क्या हामीलाई त त्यही त भनेको There's a beauty in the way you're worn and the sharpness of your thorns, so vibrant in the imperfections. ओह्रालो पनि बबाल रहेछ यहाँ चाहिँ यस्तो खालको ओह्रालो छ गाइज बिस्तारै झर्नुपर्ने हुन्छ फेरि यहाँबाट चिप्ल्यो भने फेरि गयो ल गाइज हामी चाहिँ फाइनल्ली आइसक्यो यो बोर्डमा चाहिँ के लेखेको छ सिद्ध बाबा हाइकिङ ट्रेल उचाइ 3000 के हो 84 मिटर है 3084 मिटर उचाइमा आइसक्यो हामी चाहिँ अनि त्यही हो अनि यु क्यान सी केटाहरू चढ्दैछ माथि म यहाँ तल छु हाम्रो दोस्तले चाहिँ यहाँ पुरै जुगाड गर्दैछ जुगाड दोस्त कस्तो फिल भइरहेछ छैन थाकेको छैन दोस्त बोल्या गर्नुपर्छ कस्तो लागिरहेछ तिमीलाई रमाइलो लागिरहेछ सक्छौँ कस्तो लागिरहेछ कडा लागिरहेछ तपाईँहरूलाई चाहिँ कस्तो फिल भइरहेछ गाइज कमेन्ट डाउन तपाईँहरूले अगाडि देख्न सक्नुहुन्छ यस्तो बवाल भ्यू है गाइज यहाँबाट चाहिँ यस्तो बवाल भ्यू देखिरहेछ यता चाहिँ के छैन यता जङ्गल आम्मा ल यु क्यान सी द सिधा उकालो छ गाइज यहाँबाट चाहिँ पुरै सिधा उकालो छ एकदम मजा आइरहेछ हाइकिङ गर्नलाई है यिनीहरूले चाहिँ कपिराइट लगाइदिने भयो मलाई जहिले पनि There's a beauty in the way you're worn and the sharpness of your thorns, so vibrant in the imperfections. In the pain there's something real. आधी बाटो आइपुग्यो होइन बाटो अझै यस्तो डेन्जर छ नि गोब्रोमा चाहिँ त्यति देख्दैन होला
रेस्ट हान्दा चाहिँ यिनीहरू चाहिँ म चाहिँ कन्टिन्यू हो है आम्मामा बाटो त है तर ठिक छ मजा आउँछ यसमै मजा छ नेचरमै मजा छ लभली एउटा त उहाँ पुगिसकेको छ बाटो फेरि कडा छ है फेरि अब सिधै मन्दिरमा पुगेपछि क्यामेरा आउनु है त भ्यू पनि खतरा देख्छ नि फेरि ल गाइज हामी चाहिँ एकछिन रेस्ट गरेर अब फेरि हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ है यस्तो तलतिर आम्मा बाटो हेर्नु न गाइज आमा यस्तो डेन्जर छ यार यस्तो डेन्जर छ हेर्दा केही लाग्दैन तर खतरा रहेछ बाटो यार आम्बो आम्मा ल गाइज फेरि नयाँ कुरा थाहा भयो यो डाँडा त्यो माथिको डाँडा रे आम्मा फ्या फ्या हुने हो त लो टाढा रहेछ यार के हाल्ने बिहान बिहान यस्तै जङ्क फुड इङ्ग्लिसमा जङ्क फुड खानु हुँदैन लेख्यो जङ्क फुड खानु यो काँचो कुचो नल्याउनु पर्ने थियो बरु स्याउ फेरि मङ्की बाटो चाहिँ खतरा छ है फेरि बिचमा बाटो साइडमा भिर वान मिस गेम फिनिस यता पनि भिर उता पनि भिर बिचमा सरर बाटो छ होइन यहाँ गोब्रोमा चाहिँ त्यस्तो देख्दैन होला तर बाटो ओभर छ अझै पनि म एक्लै हो आउँदैछ उहाँबाट म मात्र हो कि हल्का स्ट्यामिना भएको मान्छे भनेको टुइ हिँड्ने तिनीहरू चाहिँ थकित मान्छेहरू ए बाटो चाहिँ हल्का खतरै छ अप्ठ्यारो बाटो तर रमाइलो छ तपाईँहरू नि आउनु सक्नुहुन्छ रमाइलो गर्न सक्नुहुन्छ है यहाँ चाहिँ यिनीहरू चाहिँ है सामान बोक्नको लागि दान भइरहेको छ त्यो भलाएको बोट हो नि भलाइ सर्ला नि अनुभव गर्न चाहन्छु दोस् त्यो भलाएको बोट हेरेर मानु दोस् अनि भलाइ सर के हो भलायो भने चाहिँ फेरि यत्रो यत्रो उयो आउँछ मैले अहिले त्यही छोएर बसेँ त पानी चाएर मात्र कुर्या हो यिनीहरू नभए त हामी जाउँ फेरि तर्सनला बसेका चाहिँ एउटा भएको छ आम्मामा हामी चाहिँ बब्बाल ठाउँमा आइसक्यो यु क्यान सी तल चाहिँ खोलाहरू रहेछ होइन दामी खोलाहरू रहेछ तल तल पुग्छु यस्तो छ बाटो है बिस्तारै जान्छु है गाइस यहाँ चाहिँ यस्तो पोखरी पनि रहेछ ओ मा कसम दामी रहेछ ल दामी रहेछ केटाहरू चाहिँ मुख धुइरहेको छ त्यहाँ आम्बो यस्तो बवाल ठाउँ रहेछ यार सोचेको थिएन दोष कस्तो भइरहेछ कस्तो भइरहेछ तिमीलाई बहिनी भन्दिनँ अब चाहिँ अघि झुक्केर दोष कस्तो भइरहेछ निकाल्नु दोष कस्तो भइरहेछ है लोद गर्मी छ यो यस्तो पानी आम्बो बवाल रहेछ Do you remember when you walked away? When all of our amber ल हाम्रो चाहिँ यहाँ फोटो सुट भइरहेछ है
त्यो पानी परिरहेको भर्खर पानी डुबेको थियो नि त ल गाइज हामी फाइनली यहाँ एकछिन बसियो अब एकछिन बसेर हामी चाहिँ जाँदैछौँ बिस्तारै यो चाहिँ उकालो छ डाँडा लास्टै उकालो छ होइन चढ्नुपर्ने हुन्छ त्यो चाहिँ प्र्याङ्क हो है त्यो बाटो चाहिँ होइन है त्यो चढाएको मात्र हो हो ए खतरा केटाहरूले खतरा गरिदिन्छ त्यो चाहिँ चढाएको मात्रै हो अरे होइन त्यो बाटै होइन अरे बाटै होइन अरे त्यो अहिले फर्केर आउनुपर्छ काठ चढाएको मात्र हो कि बाटै होइन अरे कि त्यो त्यत्रो हामीलाई चाहिँ म चाहिँ हगेर आउँछु भनेर मात्र यिनीहरूलाई चढाइदियो फेरि ओ निकाल्नु त के छ ठिक छ भनेको यहाँ हेर न हेलो भन्नु नि दोस्त हेलो अरे दोस्तले चाहिँ है आइरह्यो हजुर ला प्र्याङ्क खतरा प्र्याङ्क हान्यो केटाहरूले त्यो बाटै होइन अरे ला त्यति त्यो बाटो हुँदै होइन त नि खतरा प्र्याङ्क आयो यत्रो माथिसम्म चढाइदियो है यत्रो माथिसम्म बिचारा पर्खिरहेको ला रमाइलो ल ल ल ल ल दोस्त निकालो दोस्त बस भन्दा गएको होइन तिमी दोस्त यार कहिले आउने हो यार थाकिसक्यो यार हट यत्रो हिँडिसक्यो यार आमा अझै आइपुगेको छैन कहिले आउने हो त लोड टाढा रहेछ यार हेट लोड टाढा रहेछ ल गाइस अब चाहिँ अब आइपुग्छ होला एकछिनमा यो डाँडा कट्ने बित्तिकै आइपुग्छ होला अनि त्यहाँ गएर अब डाइरेक्ट भेट्छु म चाहिँ अब है बिचमा अब कति भेट्नु बस्नेछौँ है मामा यति माथि आइसक्यो गाइज हामी चाहिँ यति माथि आइसक्यो लोड आम्मा हेट खतरा चढेछौँ हामी चाहिँ यार आम्मा दामी भ्यू देखिने यार ओ कडा हेट यस्तो बवाल यार यहाँबाट अब त्यहाँ माथि पुगेर भ्यू देखाउँछु म तपाईँहरूलाई गाइज त्यही हो स्टे ट्युन मसँग हिँड्यो भने तपाईँहरूलाई यस्तो रमाइलो हुन्छ कि है बवाल गाइज हामी चाहिँ 365 किलोमिटर 65 मिटर माथि आइसकेको छ यु क्यान सी द बोट अनि यहाँबाट देख्न सक्नुहुन्छ यस्तो बवाल भ्यू गाइज आमा हामी चाहिँ यस्तो माथि आइसक्यो अब चाहिँ गोप्रोबाट हान्नुपर्ने हुन्छ गाइज मेन डेस्टिनेसनमा आइसक्यो नि त आमा हैट बवाल हामी चाहिँ अब उतै क्विक 20 उतै होटेल त्यसको पछाडि पनि जानुपर्ने हुन्छ हामीलाई त्यहाँ अलिक कलाएर नुहाउनलाई त्यही हो गाइज कस्तो फिल भइरहेछ थकित यहाँबाट भ्यू कस्तो लागिरहेछ तिमीलाई दामी दोस्त के छ बढिया हो कस्तो लागिरहेछ दोस्त एकदम एनर्जेटिक अनि मेरो भ्युअर्सहरूलाई के भनिदेऊ ल मानव दोस्त के छ रमाइलो भइरहेछ दोस्त है रमाइलो गर्नुपर्छ दोस्त रमाइलो गर्नुपर्छ यही हो लाइफ तपाईँहरू पनि धेरै काम मात्र गर्ने होइन घुम्न जानु होला यस्तो बवाल ठाउँहरूमा होइन लाइफ भने त्यही त भने लाइफ एकचोटिको मात्र हो रमाउनु नि पर्छ त्यही सही हो ल हामी चाहिँ 421 किलोमिटर माथि आइसक्यो सिद्ध बाबा हाइकिङ
पोखरेल आमा भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले ल फाइनल्ली हामी चाहिँ माथि आइसक्यो यु क्यान सी आमा घन्टी बजाइसक्यो केटाहरूले अनि आज यस्तो बस्ने ठाउँ रहेछ अनि डस्टबिन पनि रहेछ यहाँ अबे फाइनल्ली आइसक्यो हामी चाहिँ आमा यु क्यान सी ल अब चाहिँ माथि पुग्दिउँ तिनीहरू गएर आइसक्यो होइन दोस्त जाउँ माथि दोस्त जाउँ ल म चाहिँ एकछिन माथि गएर आइदिन्छु आम्बो यस्तो छ हौ यताबाट जानुपर्ने हुन्छ माथि गएर आइदिन्छु म चाहिँ उयो आएर मन्दिरसम्म जानु पर्दैन यु क्यान सी यहाँ चाहिँ घन्टी रोशन पोखरेल के छ अब्बो यहाँबाट पो भ्यू कडा देखिँदो रहेछ यार ए कडा देखिँदो रहेछ यहाँबाट चाहिँ भ्यू आम्बो बवाल बवाल गाइज बवाल यहाँ चाहिँ मन्दिर तपाईँले देख्न सक्नुहुन्छ अनि दामी छ ल एकछिन सिनेमेटिक हानिदिन्छु म चाहिँ There's a beauty in the way you're worn and the sharpness of your thorns, so vibrant in the air. गाइज म चाहिँ अब गएर भगवान्लाई यसो ढोग्नुपर्ने हुन्छ यस्तो होइन आइसकेपछि चट्ट लाएर एकछिन भगवान्लाई टक्क घन्टी बजाइदिन्छु म चाहिँ अनि त्यही हो भगवान्लाई ढोग्नुपर्ने हुन्छ हेच अनि चाहिँ ढोकिदिएँ है ल सिधा बाबा आइपुग्यो फाइनल्ली आइपुग्यो ल लगाए भगवान् मेरो चाँडै 10K सब्सक्राइबर पुऱ्याइदिनु होला होइन चाँडै सिल्भर प्ले बटन पाओस् मैले चाहिँ अनि त्यो गाए त्यस्तो दामी ठाउँ छ तपाईँहरू पनि बाह्रमा हुनुहुन्छ भने प्लिज यो ठाउँ आउनु होला कतिलाई थाहा छैन यो ठाउँको बारेमा अनि त्यही हो हल्का एडभर्टाइज पनि गरिदिनु पऱ्यो नि त ठाउँको होइन अनि बवाल छ बवाल बवाल एकछिन खाजा खाँदैछौँ यहाँ टक्क लाएर यतिको उयो चाहिँ गर्नुपर्छ है यतिको जोगाड चाहिँ हान्नुपर्छ गाइज हाम्रो डिउ खाने यहाँ ग्लास फेरि खतरा छ फेरि यहाँ फेरि खडा छ फेरि ग्लास फेरि खाइसिया भन्छ त रमाइलो भइरहेको छ तोरीको तेल खानु के हो दोस्त डिउ र कोक मिक्स खाँदै फेरि केटाहरूले फेरि तोरीको तेल हो दोस्त कोक र डिउ पुरै मिक्स गरेर रमाइलो हामी चाहिँ अब फर्किँदैछौँ यो बाटो अर्कै बाटो फर्केको है हामी चाहिँ ल जान्छु अब बाटो चाहिँ दामी रहेछ गाइस यो बाटो चाहिँ दामी छ यु क्यान सी भर्खर बन्दै रहेछ बवाल 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 रमाइलो भइरहेछ चाहिँ टक्क डोकोमा बोक्दो रहेछ क्या यो उहरू चाहिँ सिमेन्टीहरू चाहिँ डोकोमा बोक्दो रहेछ डोकोहरू तपाईँहरू देख्न सक्नुहुन्छ अनि त्यो गाई यार यस्तो मिहिनेत गरेर बनाइरहेको छ यार बनाउनुलाई साँच्चिने सर्ट आउट दिनुपर्छ यस्तो विकास गरिरहेको छ यस्तो मिहिनेतले मान्छेहरूले है त्यही हो गाइस त्यही हो हामी चाहिँ फाइनल्ली तल झरिसक्यो तल झरिसक्यो हेलो गाइस कति चाँडो झरायो हामी अघि चढ्ने बेला क्या एकैछिनमा झरियो 5 मिनटमा अब हामी चाहिँ झर्नातिर जान्छौँ गाइस अनि त्यही हो फोन आएको आइछ मलाई चाहिँ आज पसल बन्द गरेर आएको फोन आएको आइछ टक्क लाएर मुख धुइदिनु पर्ने हुन्छ अब चाहिँ टक्क लाएर आम्बो केटाहरू मुख धुइरहेको छ यहाँ चाहिँ है पानी चिसो छ ल हामी चाहिँ अब झर्ना जाँदैछौँ है कति बज्यो होला अहिले हो र भर्खरै 12:30 भइसक्यो गाइज हामी चाहिँ 1 घन्टा यत्तिकै बसिरहेको थियो 1 घन्टा चाहिँ यत्तिकै गयो हाम्रो अब चाहिँ हामी झर्ना जाँदैछौँ त्यही हो Do you remember
deserve. यु क्यान सी यस्तो डेन्जर नेचरमा होइन फेरि हामी यो चाहिँ अम्लेखगञ्जको अर्को यो चाहिँ झरना भएको ठाउँ हो केटाहरू आइरहेछ आज यत्तिकै जाने भयो दिनमा घरबाट फोन गरिसक्यो मलाई दाइले चाँडो आउने होइन के हो पारा 10 बजी आउने भनेको मान्छे भनिसक्यो अब के गर्नु केटाहरूसँग आएपछि यस्तै हो गाइस टाइम दिनु परिहाल्यो ल हामी चाहिँ यस्तो बाटो जाँदैछौँ है यस्तो बाटो जाँदैछौँ यु क्यान सी हिँडिसक्यो 5-10 मिनट अझै आइपुगेको छैन झरना यो चाहिँ अघिको भन्दा धेरै हिँड्नु पर्दैन यु क्यान सी यस्तो यस्तो बाटो छ यहाँ चाहिँ हाममा बवाल छ हौ झरना पनि पानी चाहिँ आएको छ कि छैन अब त्यहाँ पानी आएको छ भने एक डुबुल्की हानिदिनु पर्ने हुन्छ ड्राइभ हानिदिनु पर्ने हुन्छ ल फाइनली हामी चाहिँ आइसकेको छौँ यु क्यान सी द भ्यू आइपुग्यो फाइनली है दोस्त अब एकछिन बस्छौँ खाजासाजा खान्छौँ के लिएर छ सब खान्छौँ अनि त्यसपछि त्यही हो तपाईँहरूलाई एकछिनमा भेट्छु ल हामी चाहिँ खाँदैछौँ है टक्क सबै मिक्स गरेर पुरै एक झोला भएको छ यु क्यान सी एक झोला भएको छ आम्मा 1 किलो छ क्या हामी चाहिँ खाँदैछौँ खानाको साटो आज यो भयो दोस्त कस्तो हुँदैछ दोस्त रोशन दोस्त कस्तो हुँदैछ मोना रमाइलो भइरहेछ तिमीलाई कस्तो भइरहेछ एकदम रमाइलो मानव दोस्त यता फर्क्यौ न यार ठिकै यार रमाइलो भइरहेछ नि सक्षम एकदम रमाइलो भइरहेछ हाम्रो यहाँ के छ सब छ यहाँ चिजबल यताउति सब छ है के बल भन्छ हामी चाहिँ खाइरहेछौँ मजाले है तिमीले बाघसँग भ्याउँदैन हामीसँग भ्यायो भने त हामी एकजना खान्छ तिमी भागिहाल्छ नि के हो नि त सुगारीको खान्छ सियोरी दुध खाइदिएको दोस्तले चाहिँ जिम सिम हान्छ अनि दुध सुध खाइरहेको छ अहिले प्रोटिन पेलिरहेको दोस्तले चाहिँ होइन दोस्तले प्रोटिन पेलिरहेको भने एउटा सिङ्गै खाइदिनु भयो यार भ्लगमा हालिदिनुहोस् नि ल गाइस हामी चाहिँ फाइनली अब पौडी खेल्दैछौँ है अम्बो यहाँ भाइहरू मजाले पौडी खेल्दैछ ल भाइ हेलो भन्दै यहाँ ओ ल आम्बो खतरा केटाहरू खतरा पौडी खेलिरहेको छ यहाँ ल भाइ हान्दियो ड्राइभ हान्दियो ल है म खतरा बनाइदिन्छु भिडियो ल बब्बाल वो खतरा है खतरा ड्राइभ हान्दियो यार ल भाइ हान्दियो 1 2 3 गो 1 2 3 1 होइन छोडिदेऊ 1 2 3 गो वाउ खतरा रमाइलो गरिरहेको छ भाइहरू ऊ ल भाइ तिम्रो पाली ल यहाँ अर्को भाइले ड्राइभ हान्दैछ है 1 2 3 गो वाउ खतरा रमाइलो गरिरहेको छु भाइहरू चाहिँ यहाँ ल फेरि अर्को भाइको पालो ल 1 2 3 1 2 3 गो वाउ खतरा रमाइलो गरिरहेको छु भाइहरू यहाँ चाहिँ नयन कस्तो फिल हुँदैछ बब्बाल सक्षम ओइ कस्तो फिल हुँदैछ सक्षम ओइ कस्तो फिल हुँदैछ दामी कस्तो हुँदैछ तिमीलाई रमाइलो भइरहेछ यस्तै रमाइलो हुँदैछ गाइस स्टे ट्युन भ्लग कस्तो लागिरहेछ तपाईँहरूलाई राम्रो लागिरहेछ भने कमेन्ट गर्नु होला अनि यस्तो दामी ठाउँ छ है हाम्रो चाहिँ यता अम्लेखगञ्जमा घरदेखि धेरै टाढा छैन अनि यु क्यान सी यस्तो उयोहरू पनि छ मानव दोस्त कस्तो फिल भइरहेछ दोस्त ए दोस्तको हालत फेरि यहाँ डेन्जर ल गाइस फाइनली म चाहिँ नुहाएर फ्रेस भइसक्यो एक लट नुहाइदिएँ म चाहिँ होइन अनि चट्ट लगाएर अनि तल पुरै यहाँ हानान भइरहेछ भाइहरूको खतरा रमाइलो ढेङ्काढेङ खतरा रमाइलो भइरहेछ दोस्त कस्तो भयो दोस्तले नुहाएन अनि यहाँ नुहाएर कपाल सुकाउँदैछ अनि दोस्त के छ बढिया हो दोस्त के छ रमाइलो भइरहेछ एकदम रमाइलो भइरहेछ ल गाइस अब चाहिँ हामी अब जान्छु होला यहाँबाट निस्किन्छु अनि त्यसपछि अब घर पुग्छु गाइस
कस्तो लाग्यो तपाईँहरूलाई मेरो ब्लग लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला अनि यहाँ पुरै भाइहरू यही ए ला ला ल ल ल ल ला 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 ए के गरे भाइ ल ल ला 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 यहाँ खेलिरहेको छ भाइहरू चाहिँ मस्त लगाएर हामी पनि एक स्विमिङ हान्दै होइन दोस्त दोस्त यहाँ आऊ न एउटा कानमा कुरा भन्छु कि यहाँ आऊ न नजिकमा हो गाइस निकाल्नु दोस्त यहाँ आऊ न एउटा कुरा भन्छु कि सुनौ न मजा है मजा ल अब हामी जाँदैछौँ ल बाई 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 ल बाई 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 भाइहरू बाई 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 रमाइलो गर है भाइहरू ल अब हामी जाँदैछौँ गाइस तपाईँहरूलाई कस्तो लाग्यो मेरो ब्लग कमेन्ट गर्न नबिर्सिनु होला हामी त्यही हो रमाइलो भयो आजको दिन चाहिँ होस् आजको भ्लग पनि कडा गयो जस्तो लाग्यो मलाई चाहिँ है अनि त्यही हो गाइस हामी चाहिँ फर्किँदैछौँ है फर्किँदैछौँ ल हामी चाहिँ फर्किँदैछौँ एकछिन आनन्दले यहाँ बसिदिउँ न होइन चट्ट लाएर एकदम रमाइलो भयो आज भाइ पनि आइसकेछ पछि भाइ यतिकै गइदिने घर भाइ यस्तो ह्यान्डसम छ फेरि भाइ ल हामी चाहिँ चटपटे खान लागेको छौँ है चटपटे खान लागेको छौँ त्यसो दोस्त यो खाना छ 2 घन्टा खाऊ होइन त्यो खाइसक्ने होइन भने जसले चाँडो खान्छ त्यसले गर्नुपर्ने उसले होइन तिमीले 5वटा चाँडो खायो भने हामी सबैजना गर्छ उसले 5वटा चाँडो खायो नि तिमी गर्नुपर्छ है ल खुर्सानी च्यालेन्ज हुन लागेको छ यहाँ चाहिँ अब खुर्सानी च्यालेन्ज मानव दोस्रो उसको है त च्यालेन्जको लागि रेडी हो ल रेडी दोस्त रेडी होइन ल अब चाहिँ खुर्सानी च्यालेन्ज हुन लागेको छ गाइस आयो नगर्ने रे खुर्सानी च्यालेन्ज नगर्ने रे है ल ल दुइटै गरौँ न ल दुइटै गरौँ न त ए आउँदै एउटा रे डरायो ल ल हेरौँ न त ल दुइटा भने है दुइटा दोस्त भिडियो भएको छ है यहाँ दुइटा भनेहरूले पेटभित्र हेर्दै गर न अहिले तिमी फेरि 100चोटि गर्नुपर्छ नि अब एकैचोटि खान्छौ तिमीले खुर्सानी च्यालेन्ज हुन लागेको छ हाम्रो चाहिँ फाइनली ल दुइटा खुर्सानी ल खाइदियो है पुरै खाइदियो ल दोस्तले खाइदियो दुइटा एकैचोटि खुर्सानी खाइदियो है दुइटा खुर्सानी खै तिम्रो अर्को खै त एउटा मात्र खाऊ एउटा मात्र खायो अर्को ल दोस्तले पुरै खुर्सानी चपाइरहेको छ आन्टी एक कुण्डा दिन त अब लास्ट राउन्डै कले छिटो ल दुइटा खाइसक्यो उसले तिमीले एउटा मात्र ल फेरि एउटा खाऊ ल दोस्त खुर्सानी माग न एउटा उसले खाने रे कि छैन है पिरो छ पिरो नभएर तर हामी खानी बानी भएर यस्तो भा ओइ पिरो नभएर यसलाई लिँदैन यही खान पिरो झडा पर्छ ल हात बदियो अन्टी यहाँको ल खाऊ त ल खुर्सानी है त ल दोस्त तिनजना खुर्सानी खाइदियो है तपाईँ राख त ल आम्मा है दोस्तले 3टा हान्दियो है दोस्तले 3टा उसले 2टा नयनले एउटा थ्याङ्क्स फर वाचिङ माई ब्लग गाइस तपाईँहरूलाई ब्लग कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला एन्ड म चाहिँ अहिले चाहिँ एडिट गर्दैछु गाइस लगभग 4 घन्टाभन्दा धेरै लाग्यो आम्मा म एडिट गर्न यार अनि त्यही हो गाइस तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अनि यस्तै रमाइलो ब्लगहरू आउँछ गाइस त्यही हो स्टे ट्युन